कसरी सम्हाल्नु भगवानले? परब्रह्म परमात्माले त शुद्ध भएको, पवित्र भएको, आफ्नो चरणमा लगाउन मिल्ने भएको, जसरी सुन्दर बन्न आँट्ने पुरुष सुन्दरी बन्न खोज्ने स्त्रीले आफ्नो शरीरमा नमिल्ने वस्त्र लगाउँछिन् त पुरुषले लगाउँछ त? राधे 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 राधे। त्यो हुन्छ नि क्रिम एउटा, त्यसको नि नम्बर हुँदो रहेछ, हेर्नु त 1 नम्बरदेखि 9 नम्बरसम्म। त्यो छालामा सुट गरेन भने त्यो ल्याउँछन् त? लाउँदैनन् नि। त्यसै गरी भगवानले पनि आफ्नो चरणमा सुट नगर्नेलाई तान्नुहुन्न। हेर्नु त हामी यहाँ त त्यसरी छानी छानी क्रिम पाउडर किन्छौँ, अनि उहाँ त भक्त लिएर जाने कुरा, चान्चुने कुरा छ। अष्टादश पुराणेषु किम श्रुतै बहुभिः शास्त्रै पुराणश्च भ्रमा भए। यस्तो दिव्याति दिव्य ग्रन्थ हुँदाहुँदै अरू शास्त्र किन सुन्न पर्दैन? के को लागि? एकम भागवतम शास्त्रम मुक्तिदानेन गर्जति। एक मात्र भागवत मुक्तिको निम्ति गर्जना गर्छ, मुक्त अवस्थामा राखिदिन्छ। यहाँ त शिशुपाल आदि गरेका दुष्टहरूले प्रभुलाई दुःख दिएको गाथा, गोपिनीहरूले प्रेम गरेको गाथा, अजामिलको कथा होइन, धुन्धुकारीको कथा, धुन्धुलीको कथा, भगवानका अतिशय प्रिय प्रिय भक्तहरू मैत्रेयजीको कथा, विदुरको कथा, उद्धवजीको गाथा, ब्रजका गोपको कथा, गोपिनीहरूको गाथा छ नि त भागवतमा। यी सबै के को निम्ति? कसले कति प्रेम गरेर यो जीवनलाई मुक्त अवस्थामा राखे, अब मैले कुन बाटो अपनाउने भन्ने कुराको जानकारीका निमित्त, आफ्ना हृदय ग्रन्थीहरूलाई खोल्नका निमित्त बन्धनमा परेका छन् नि त, होइन? बाँधिएको छ, एउटा एउटा विषयले बाँधिएको छ, त्यसलाई बिस्तार बिस्तार खोल्नका निमित्त यस्तो गाथा। यो गाथालाई जसले सप्ताहको विधिबाट आफ्नो घरमा आफ्नो आँगनीमा लगाउँछ भने न गङ्गा न गया काशी न पुष्करम न प्रयागकम। न गङ्गा जानु जरुरी छ, न काशी जानु जरुरी छ, न पुष्कर जानु जरुरी छ, न प्रयागमा नै जानु जरुरी छ। यतिको फल प्रदान गर्ने, सुख शास्त्रले जतिको फल प्रदान गर्ने शास्त्र अरूको यो जगतमा छैन। त्यसकारण भागवतलाई श्लोकार्धम श्लोकपादम वा आदि श्लोक होस् अथवा एक श्लोक होस्, नित्य आफ्नै मुखले पाठ गर्छ भने यदि इच्छसी पराम गतिम, त्यसले परम गतिको प्राप्त गर्छ। त्यसले परम गतिको प्राप्त गर्छ, किन उसले कुरो बुझ्छ नि त। यो त बुझ्ने हो नि त ग्रन्थ, होइन? ज्ञान यज्ञ भनेको छ नि त भागवतलाई। ज्ञान यज्ञ स्मृतो बुधै। ये सज्जन, ये बुद्धिमान जन, यसलाई ज्ञान यज्ञ भनेर ल्याऊ। यसका प्रत्येक अक्षर अक्षरहरू, शब्द शब्दहरू, श्लोक श्लोकहरू यसका ज्ञान हुन्। ज्ञान त लिनका निम्ति हो नि त, मात्र पढ्नलाई हो त होइन, लिनका निमित्त। त्यसकारण यसले ज्ञान प्रदान गर्छ। ज्ञानी भए पछाडि के हुन्छ? यद इच्छसी परम गति, वो आफ्नो इच्छाका साथमा परम गतिलाई प्राप्त गर्न सक्छ। यस्तो परम पुण्यलाई प्राप्त गराइदिने भगवत गाथालाई यहाँ देखेर, पृथ्वी तलमा देखेर स्वर्गमा बसेका देवताहरू के भन्छन्? आजन्म मात्रमपि येन सठेन किञ्चित् चित्तं विदाय सुख शास्त्र कथा न पीता चाण्डालवच्च खरवत् तेन नित्यं मिथ्या सुजन्म जननी जनि दुःख भाजा। आजन्म मात्रमपि येन सठेन किञ्चित्, त्यो जन्म लिएको आमाको गर्भमा गएर बसेको त्यो सठ, त्यो मूर्ख आफ्नो चित्तलाई सुख गाथामा लगेर ढालेन कहिले पनि। कस्तो रहेछ त्यो? चाण्डालवत्, चाण्डाल समानको, खरवत्, गधा समानको, मिथ्या सुजन्म जननी जनि दुःख भाजा। किन त्यसो भनेको? गधा समानको रहेछ, चाण्डाल समानको रहेछ त्यो जन्तु, किन भने त्यसलाई मनुष्य भएर जन्मेर पनि आमाको गर्भमा बसेर 9 महिनासम्म आफ्नो बोझ मात्रै आमालाई भारी बोकायो, दुःख दियो आमालाई। त्यसको जन्म मिथ्या भयो। जीवत छबो निगदित सतु पाप कर्म। त्यसरी जन्मेर
पाप कर्म गर्न थाले। सुखगाथा सुनिन त्यसलाई धिक्तम नरम पशु समम भविभार रूप। धिक्कार छ त्यसलाई, पशु समान भएर जीवनमा आफ्नो जीवनलाई व्यतीत गरिराख्यो। कसले भनेको? मेवम वदन्ति दिवि देव समाज मुख्य। यस प्रकार दिवि देव समाज मुख्य, स्वर्गमा बसेर देवताहरू पृथ्वी तलका जनहरूलाई जो भगवत गाथामा समर्पित हुँदैनन्, आफ्नो भावलाई अर्पण गर्दै